हेलो नमस्कार छ सबैजनालाई। आज म जाँदैछु भाइको घर सिनेमेटोग्राफीको सरले दिनुभएको थियो एउटा सानो असाइनमेन्ट पुरा गर्न है। सो भाइहरू हामीलाई लिन आयो बालाजु चोकमा, तर भाइको घर चाहिँ भित्र भएकोले स्कुटीमा जानुपर्ने भयो। अनि फाइनली भाइको घर आइपुग्यो हामी, यही हो भाइको घर। अनि त्यहाँ पुगिसक्यो र उसको मम्मीले चाहिँ पहिले नै कुकरमा आलु बसालिदिनु भएको थियो हामीलाई अलिकति सहज होस् भनेर है, हाम्रो भिडियो बनाउन, हाम्रो नाटकको लागि। अनि एकजना भाइले चाहिँ फोटोसुट गर्ने अनि हामीहरूले चाहिँ अरूले चाहिँ जस्ट एक्टिङ गर्ने, जस्ट हामीले टिमवर्क गरिरहेको थियो। अनि अब अहिलेको समयमा गाह्रो पनि छ मान्छे अब खोज्नलाई, एक्टिङ गर्न मान्दिँदैन है, कतिजना त अब भिडियोमा आउन पनि मान्दैनन्। त्यही भएर एडजस्ट गरेर भयो भने हामीले अब हामीलाई नै जस्ट मिलाएर बनायो। अनि मेरो छोरालाई चाहिँ बनाउनु चाहिँ एउटा भाइ, सानो भाइ ल्याइदिएको थियो, अर्को सेवक भाइले। अनि हामीले स्टार्ट गर्यो सुटिङ गर्न, बट एउटा मात्रै क्यामेरा भएकोले कति धेरै एङ्गलबाट लिनुपर्ने रहेछ कि एउटै भनौँ न भिडियो, एउटै एक्टिङ पनि क्याप्चर गर्नलाई है, एङ्गल चेन्ज गरेर लिनुपर्ने भएर है, एउटै डायलग एउटै एक्टिङ कतिचोटि गर्नुपर्ने के। अनि त्यसको माथि नमिलेर घरि भाइले बिगार्छ, घरि मैले बिगार्छु, घरि कसले बिगारेर हाँस्दा हुनुहुन्छ भने एउटै एक्टिङ त्यो 10-15 चोटि गरियो। अनि बल्ल त्यो पनि कम्प्लिट भयो। अनि त्यसपछि अर्को के छ प्लानिङ भने त्यो स्याड भिडियो, बट स्याड भिडियो गर्न नसकेर मलाई त टाउकै दुख्यो कि। अब यत्रो बेर हाँसेको अनि स्याड भिडियो डाइरेक्ट गर्नुपर्दा त गाह्रो भइहाल्छ नि। अनि अचानक त्यो पनि आइदियो, अनि त्यो गरेँ, त्यो पनि कम्प्लिट लगभग गरेँ है। अनि आजको हाम्रो यो भनौँ न भिडियो चाहिँ एउटा हाउसवाइफको थियो। अनि त्यसको बारेमा हामीले एउटा स्क्रिप्ट दिनुभएको थियो, त्यही हामीले कम्प्लिट गर्ने कोसिस गरेका थियौँ र लगभग आज कम्प्लिट पनि गऱ्यौँ। तर अब एडिटिङहरू गरेर चाहिँ अरू दिन हामीले देखाउँछौँ, भिडियो पनि अपलोड गर्छु। अनि त्यति गरिसकेर अनि भित्र गयौँ, भोक पनि लागिसकेको थियो। अनि भाइले मोमोहरू अर्डर गरेको थियो हामीलाई भोक लाग्यो भनेर। अनि सो हामी खानातर्फ लाग्यो। मोमो पनि मिठो थियो। अनि धमाधम खायौँ, चिसो पनि बढिसकेको थियो, लगभग मोमो पनि सेलाउन आँटिसकेको थियो। अनि त्यति खाइसकेर अनि क्यामेराबाट भाइले भिडियो हाल्ने भन्दा थियो, बट मिलेन, मैले चिप चाहिँ त्यहीँ छोडेर आउनु पऱ्यो। र त्यति गरिसकेर हामी घरतर्फ लाग्यौँ। अनि अब गाडी पनि नभेट्ने रहेछ कि त्यहाँ। अनि एकजना मेरो बहिनीलाई चाहिँ अर्को भाइले, अनि मलाई फेरि अर्को भाइको स्कुटरमा हामीहरू बस्यौँ। अनि घरतर्फ लाग्यो। बालाजुसम्म उनीहरूले पुर्याइदिए, लिफ्ट दिए। अनि त्यसपछि त्यहाँदेखि चाहिँ हामी बस पार्कमा भएर अनि साँझको यातायातमा फेरि चढेर घरतर्फ लाग्यौँ। सो आजको ब्लग यति नै फ्रेन्डहरू, हजुरको सपोर्ट र साथको लागि थ्याङ्क यू।